हेलो एभ्रिवान, वेलकम टु माई मिनी व्लग। आज चाहिँ हामी कहाँ जाँदैछौँ होला त गेस गर्नुहोस्। आज चाहिँ हामी दुई बहिनी भएर जाँदैछौँ बुटोलको प्रदर्शनी मेला हेर्न। हामी चाहिँ बुटोल पुगिसक्यौँ अनि यो आकाशपुरमा यस्तो भिडियोहरू खिच्न लाग्यौँ। यत्तिकैमा हामीलाई एउटा दाइले यो जबलिङको कार्ड दिनुभयो। हामी चाहिँ प्रदर्शनी मेलाको बाहिर पुगेर टिकट काटिसक्यौँ साथीहरू। पर पर्सन 75 रुपिज रहेछ। 150 को टिकट काटेर भित्र छिरिसक्यौँ। भित्र त पस्यौँ साथीहरू, तर पोहोर परारको जस्तो चहल पहल थिएन कि। अनि मेन कुरा चाहिँ अहिले यो मुक्तिनाथ मन्दिरको गेट रहेछ क्या। अनि यत्तिकैमा हामी सरासर भित्र स्टलहरू भएतर्फ लाग्यौँ। यहाँ चाहिँ मेरो बहिनीले यो अङ्कलको फोटो समातेर बस्यो कि। अनि यहाँ टेडी बियर हेर्दा हेर्दै ठुलै टेडी आयो साथीहरू। अनि पोहोर पराएर जस्तो चहल पहल पनि थिएन, भिड भडाका पनि थिएन, खासै धेरै स्टलहरू पनि थिएन। यहाँ चाहिँ मेरो बहिनीले चस्मा हेऱ्यो अनि जान बित्तिकै हामीले 6वटा प्याकेट ढुङ्ग्रा किन्यौँ साथीहरू। अनि लाग्यौँ अगाडितर्फ। यता चाहिँ गेमहरू थियो है। अनि यत्तिकैमा गेम खेलौँ जाम भनेर पर पर्सन 150 300 को टिकट काटेर हामी गयौँ डुङ्गा खेल्नतर्फ साथीहरू। अनि यहाँ डुङ्गामा चाहिँ कोही थिएन। हामी दुई बहिनी जोसेर लाग्यौँ डुङ्गातर्फ। अनि यहाँ पुग्यौँ टुप्पीमा बस्ने भनेर टुप्पीमा बस्न लाग्यौँ साथीहरू। यहाँ चाहिँ बहिनी र म हेर्नु यहाँ कसो गरेर हामी ला के हुन्छ होला। अनि म चाहिँ यो गेम पनि खेल्ने भनेको थिएँ। अनि मेरो बहिनी चाहिँ लास्टै डराएर डुङ्गा रुकाएर त्यसलाई चाहिँ झरालिदिसकेको थिएँ। यहाँ चाहिँ हामी 3 जना मात्रै थियौँ साथीहरू। अनि बल्ल 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 डुङ्गा खेलेर यहाँ डरै झरिसकेँ। अनि यहाँ हेर्नुहोस् न, म चाहिँ अरू पनि गेम खेल्ने भनेको थिएँ, तर मेरो बहिनी कुनै पनि गेम खेल्न मानेन। ऊ चाहिँ फेन्ट हुन आँटेको थियो डुङ्गामै। अनि यत्तिकैमा मेरो एकजना फ्यान भेटिनु भयो साथीहरू। उहाँले चाहिँ हाम्रो भिडियो हेर्नु हुँदो रहेछ। अनि यहाँ चाहिँ 250 को बबल टी खाँदै लाग्यौँ अगाडितर्फ। यो दिन चाहिँ लास्टै चिसो थियो कि साथीहरू। अनि हामी चाहिँ अगाडितर्फ गएर पानीपुरी खान लाग्यौँ साथीहरू। यहाँ हेर्नुहोस् न। अनि यो चाहिँ प्रदर्शनी मेलाभित्रको चहल पहल है साथीहरू। यहाँ चाहिँ केही थिएन कि, कोही कलाकारहरू पनि आउनुभएको थिएन। अनि केही अलिकति स्टलहरू मात्रै थियो। अनि जाम यताउता हेरौँ त यसो के छ यताउता भनेर यसो घुम्न लाग्यौँ। अनि यहाँ चाहिँ मैले मेरो बेबीको लागि बेलुन किनिदिएँ साथीहरू। अनि यो एउटा टिप्पर पनि किनिदिएँ। अनि यहाँ चाहिँ मेरो भाइको लागि एउटा डल पनि किनिदिएँ साथीहरू। अनि यहाँ चाहिँ मैले जे भारी बोकिराखेको कि हेर्नु न बल्ल बल्ल। अनि सबै भिडियोहरू खिच्न पाएन कि साथीहरू। सो यही हो गाइज। अब चाहिँ नेक्स्ट भ्लगमा भेटौँला है त। अनि मैले यहाँ चाहिँ भाइलाई सरप्राइज दिन लाएँ। बाई बाई।